ओए केटा कस्तो छ रमाइलो बढिया छ नि हैन दिपक भाइको च्यानललाई लाइक सब्स्क्राइब जे हुन्छ साथीहरु शेयर गरिदिनु होला सिधो भाइले गरिदिनु के मामुजीलाई यार ल हेलो गाइस सबैलाई चाहिँ नमस्कार आफ्टर लङ टाइम माइ मिनी ब्लग सबैले माया गरिदिनु होला हैन हामी चाहिँ फेरि आएका छौँ यो ठाउँमा तपाईहरुलाई थाहा होला हैन मैले अलरेडी यो ठाउँको अलरेडी भिडियो बनाइसकेको छु हैन हामीहरु सब आएका छौँ कस्तो छ ठाउँ एकदम राम्रो छ नि हैन एकदम राम्रो छ सम्पूर्णलाई नमस्ते नमस्कार भन्न चाहे ब्लग बनाउनु छ भने ब्लग बनाउनु छ भने सबैले सम्पूर्णले आइदिनु होला तर यहाँको दृश्य कुनै यो ठाउँ यहाँको जग्गा देखाउनको लागि हो यसको केही मिनिङ छ हाम्रो नेपाल सरकार बालेन सरकारको माथि हैन यहाँको तपाईहरु आफूले हेरेर बुझ्नु होला यहाँ नदीहरू बगिरहेको छ छेउमा घरहरू छ हैन यसको महत्त्वपूर्ण चाहिँ के हो भन्नेहरू तपाईहरुले आफैले बुझ्नु होला त्यसको लागि हामीले खोल्ने कुरा केही छैन हजुरहरूले आफैले बुझिदिनु होला हैन त्यसको लागि अलि हल्का रमाइलो गरौँ केही जानकारी सुझाव सल्लाह बुझिदिनु होला भन्न खोजेको हो तर अहिलेको पहिलाभन्दा धेरै राम्रो अति राम्रो जस्तो लागिरहेको छ हाम्रो नेपालमा शुभ शान्ति भन्ने कुरा हाम्रो बालिन सरकारमा चाहिँ नेतृत्वमा केही भएर अहिले एउटा ब्लगमा हामी आइरहेको अवस्था हो त्यसको लागि अन्यथा नलिदिनु होला हवस् त धन्यवाद भन्न चाहे यो भिडियो हेरेर चाहिँ हजुरले आफैले बुझिदिनु होला यहाँको कुन हाम्रो नेपाल सरकारले हाम्रो प्रधानमन्त्रीले हाम्रो के भन्नु पर्यो सभापतिले केही अब त्यहाँको जुनसुकै त्यहाँको पदमा बस्नु भएको आदरणीय सम्पूर्णले कुन तरिकाले कसरी हाम्रो नेपालमा शुद्धिकरण ल्याउँछ भन्ने हजुरले बुझिदिनु होला केही भएर एउटा भिडियो बनाइदिएको छु यहाँ हेर्नुहोस् यहाँ तल हेर्नुहोस् पानीको तलाब छ अनि पानीमाथि चाहिँ घर छ त्यसै अधिकारले उहाँले केही हुकमवासीहरूलाई केही सुझाव सल्लाह राम्रो नराम्रोको लागि अब तपाईँ आफ्नो आफैले बुझ्नु होला त्यसको लागि हजुरलाई भन्न चाहे हेरिदिनु बुझिदिनु यसको लागि लाइक कमेन्ट चाहिँ गरिदिनु होला हवस् त धन्यवाद भन्न चाहे सबैलाई सम्पूर्णमा गाइस उहाँले एकदम भन्नुभयो एकदम राम्रो छ हैन ल ठिकै छ हैन हामी हेर्न सक्छौँ हामी यहाँ यतिजनाहरू आएको छौँ हैन जे होस् एकदम रमाइलो भएको छ हैन ओए केटा कस्तो छ रमाइलो बढिया छ नि हैन दिपक भाइको च्यानललाई लाइक सब्स्क्राइब जे हुन्छ साथीहरु शेयर गरिदिनु होला सिधो भाइले गरिदिनु के मामुजीलाई यार ल ठिक छ हैन जे होस् सब एकदम रमाइलो भएको छ हैन डान्स पनि चलिरहेछ यहाँ हेर्नु त एकदमै रमाइलो डान्स भइरहेको छ सबै हैन यहाँ त यही हो गाइस हैन एकदम रमाइलो भएको रहेछ भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर गरेर अवश्य साथ दिनु होला र हामी तपाईहरुलाई भेट्ने छौँ नेक्स्ट ब्लगमा।